म एक दिन कामले गाउँबाट काठमाडौँ जाँदा एउटा बच्चा मन्दिरको छेउमा बसेर गीत गाउँदै गरेको अनि पैसा मागिरहेको देखेँ। जाडो मौसममा कठ्याङ्ग्रिँदै ऊ मिठो स्वरले गीत गाइरहेको थियो, पैसा बटुलिरहेको थियो। उसलाई देखेर मलाई उसको धेरै माया लाग्यो र उसको कथा र व्यथा बुझ्न मन लाग्यो। तिमी त कस्तो राम्रो गाउँदो रहेछौ। थ्याङ्क यू। किन यसरी रोडमा गाउँदै हिँडेको? तिम्रो घर बुवा आमा कहाँ हुनुहुन्छ? उसको दुःखले भरिएको कथा रहेछ, तर उसले मलाई त्यति बेला यो कथा सुनाएन। मेरो यो संसारमा कोही पनि छैन, म एक्लै हो। उसले मसँग केही कुरा लुकाइरहेको थियो, मलाई थाहा थियो। उसको आँखा र बोलीमा मिसिएको पीडाले मैले सबै कुरा बुझेँ। उसलाई बाटोमा यत्तिकै छोड्न मेरो मन मानेन। तिमीलाई पढ्न धेरै मन लाग्छ हो? उसलाई पढ्न धेरै मन लाग्ने रहेछ। मेरो घर गाउँमा छ। म तिमीलाई राम्रो बोर्डिङमा स्कुलमा त पढाउन सक्दिनँ, तर राम्रोसँग पढाउँछु। तिमी मसँग जान्छौ? साँझ किन तिमी मलाई पढाउँछौ? आजबाट तिमी मेरो साथी है। यस्तो गर त, तिमी पनि गर न। हामी एकछिनमै साथी बन्यौँ। मैले गाउँमा लगेर मेरो साथीलाई स्कुलमा भर्ना गराएँ। मेरो सानो साथीले धेरै राम्रोसँग पढ्यो। हामी बीच धेरै माया बढ्दै थियो। हामी एकछिन पनि एकअर्कासँग छुटेर बस्न सक्दैनथ्यौँ। भगवानले जुराइदिनु भएको हाम्रो यो नाता कहिले नटुटोस् भनेर हामी भगवानसँगै कामना गर्थ्यौँ। एक दिन ऊ हातमा सर्टिफिकेट बोकेर रमाउँदै र उफ्रिँदै आयो। के भयो? साथी, म एक्जाममा फर्स्ट भएँ नि। मैले सबै साथीहरूलाई जितेँ नि। त्यो दिन म धेरै खुसी भएँ। मैले मेरो सानो साथीलाई लिएर देखेको सपना पुरा हुँदैछ जस्तो लाग्यो। हे साथी, मैले चाहिँ यस्तो गुन्डु सुनेर तिमी चाहिँ किन रोको? म तिमीलाई छोडेर जान्छु भनेर तिमी रोको साथी? नरो साथी, म तिमीलाई एक्लै छोडेर काहीँ पनि चाहदिनँ। मेरो जीवनको गीत तिमीलाई मात्रै सुनाउँछु साथी। त्यही दिन उसले मलाई भेट्नु अगाडिको आफ्नो कथा सबै सुनायो। ऊ सहरको एक धनी परिवारको छोरा रहेछ। उसको परिवारमा धेरै खुसियाली थियो। ऊ सधैँ आफ्नो आमा बाबा र परिवार यस्तै होस् भन्ने चाहन्थ्यो। आफ्नो आमा बाबासँग कहिल्यै छुटिन नपरोस् भन्ने चाहन्थ्यो। बिस्तारै आमा बाबा सधैँ जागिर र काममा व्यस्त भएर उसलाई समय दिन छोडेछन्। त्यसैबीच आमाको एकजना साथी उनीहरूको परिवारमा आएपछि उसको आमा बाबा बीच फाटो आउन थालेछ। आमा बाबा बीच झगडा हुन थाल्यो। एक दिन आमाले घर छोडेर गइन्। ऊ धेरै रोयो। बाबाले पनि घरमा अर्कै केटी ल्याउन थालेपछि उसले घर छोडेर आफै कमाएर पढ्नको लागि बाटोमा गीत गाउन थालेछ। त्यसैबीच मैले उसलाई भेटेको थिएँ। उसको कथा सुनेर म धेरै रोएँ। मेरो सानो साथीको मलाई झनै धेरै माया लाग्यो। म मेरो सानो साथीलाई कहिले पनि छोड्दिनँ। मेरो जीवनमा उपाय कोही थिएन। ऊ मबाट कहिले पनि टाढा नगइदियोस् जस्तो लाग्थ्यो। सधैँ मैसँग राख्छु भन्ने लागेको थियो। तर एक दिन उसको आमा बाबा उसलाई लिन सहरबाट गाउँ आउनुभयो। म त्यति बेला छाँगाबाट खसेरै भएँ। मैले यो दिन आउला सोचेको पनि थिइनँ। बाबु, हामी तिमीलाई लिन आएको। जा मिड। मेरो सानो साथी मलाई छोडेर आमा बाबासँग सहर जान चाहँदैन थियो।
ऊ पनि मैसँग बस्न चाहन्थ्यो। साथी म तिमीलाई छोडेर जादिन साथी। मेरो बाबा आमा जहिले पनि झगडा गर्नुहुन्छ। म राम्ररी पढ्न पनि पाउँदिन साथी। मलाई त कसैले माया नै गर्दैन। मेरो साथीको आमा बुवाले गल्ती महसुस गर्नुभयो र उसको अगाडि रुँदै माफी माग्नुभयो। हामीलाई माफ गरिदेऊ छोरा, हामीबाट ठुलो गल्ती भयो। हामीले एउटा आमा बुवा भएर आफ्नो सन्तानको इच्छाहरू कहिले बुझ्न सकेनौँ। सधैँ आफ्नो काम र खुसीलाई मात्र ध्यान दियौँ। हाम्रो झगडाले तिम्रो दिमागमा के असर पार्छ कहिले पनि सोचेनौँ। हामीलाई माफ गरिदेऊ छोरा प्लिज। औदेखि कहिले झगडा पनि गर्दिन। तिमीलाई धेरै पढाउँछु अनि धेरै माया पनि गर्छु नि है। बिन्ती छोरा, हामीलाई माफ गरिदेऊ। मैले एउटा आमा बुवा छोराको माया र पछुतोले यसरी घुँडा टेकेर रोइरहेको हेर्न सकिनँ। जाऊ साथी, आफ्नो बाबा आमालाई यसरी रोउनुहुन्न नि। बाबा आमा भनेको त भगवान हुन् नि है। जाऊ, तिमी आफ्नै घर फर्केर जाऊ। पढ्नु लेख्नु ज्ञानी मान्छे भन्नु है। म तिमीलाई भेट्न कहिलेकाहीँ सहर आउँछु नि। साँच्ची तिमी मलाई भेट्न आउँछौ? कुन्दै बले जोडिदियो हाम्रो चोखो नाता। मसँग छुट्टी नलाग्दा ऊ पनि धेरै रोयो। छुट्ने छैन तिम्रो मेरो। मेरो जीवनमा साँच्चै ऊ बाहेक कोही थिएन, म एक्लै थिएँ। मलाई त मेरो मुटुको टुक्रा नै झिकेर लैजान लागे जस्तै भयो। मेरो मुटु दुख्छ, अरू केही चाहिन्न, तिमी हँसिदिए पुग्छ। फोटो फिल्ममा कहिले मिलन कहिले बिछोड, माया प्रेममा। मेरो माया कहिले पनि नमरा है साथी। मैले मेरो साथीलाई रुँदै बिदाईको हात हल्लाएँ। ऊ पनि रुँदै गयो। दैव संजोगले जोडिएको हाम्रो यो नाताको डोरी बिचमै चोडियो। फेरि हाम्रो मिलन भयो कि भएन त? कि मेरो सानो साथी मलाई भेट्न गाउँमा आयो त? कि म उसलाई भेट्न सहर गएँ त? यो सबै कुरा थाहा पाउन युट्युबमा फोटो फिल्ममा चाइल्ड भर्जन भनेर सर्च गर्नुहोला र पुरा भिडियो हेर्नुहोला है। पैसा कमाएर छोराछोरीलाई ठुलो स्कुलमा पढाएर मात्रै हुँदैन, आफ्नो सन्तानको इच्छा चाहना र भावनालाई पनि बुझ्नुपर्छ। छोराछोरीको अगाडि झगडा गर्नाले, सानैमा आमा वा बुबाले सन्तानको साथ छोड्नाले, घर परिवारमा कलह हुनाले एउटा बच्चामा कस्तो असर पर्छ, उसको भविष्य कसरी बिग्रिन्छ, यो भिडियोले यही सन्देश दिन खोजेको छ। भिडियो कस्तो लाग्यो सबैले कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला अनि भिडियो मन परेमा एकपटक सेयर गरिदिनुहोला।